हामी चाहिँ हाम्रो यहाँ बङ्गा कटानको जग्गा हेर्न चाहिँ जाँदैछौँ सबैजना। हजुरलाई चाहिँ हामी हाम्रो बङ्गा कटानको जग्गा देखाउँछौँ। त्यही बङ्गा कटान हाम्रो बारी हेर्न जाने बाटो। यहाँ चाहिँ भान्जा पनि जान लाग्छ। फर्स्ट टाइम भान्जा गयो नि भान्जा? फर्स्ट टाइम जग्गा हेर्न जाने हो। चाहिँ हाम्रो बङ्गा कटानको बारी है त मस्तको गहुँ लगाउनु भएको छ, गहुँ भएको छ है। कसको गियर साइकल है नाइजो यो चाहिँ गाउँ है हाम्रो बारीको। मेरो लागि घर बनाइदिनुहुन्छ अरे है हो कि नै दी? यो चाहिँ हाम्रो बारी है। यो पनि यो हेरिसकेपछि फेरि तलको माग हेर्न जाँदैछौँ हामी। तलको वाला है त तल पनि छ। 4 कट्टा गहुँ निकालेर जाने। दिदीले चाहिँ के बनाइसिन्छ अरे दियो गहुँको? यो गहुँको के बनाउने? पोलेर चाहिँ उमा बनाएर खुवाइसिन्छ अरे है गाइज। ल पोलेको चाहिँ त्यो पनि भिडियो आउँछ। दिदीले खुवायो भने चाहिँ हामीलाई, खुवाएन भने चाहिँ आउँदैन। मिठो हुन्छ भन्ने लाग्छ छ। आज मम्मीलाई पनि पुरै आफ्नो बारी हेर्न रहर। हाम्रो गङ्गाजी पनि यसो आउनु भएको छ बारीमा। 1.5 तले घर बनाउने रे। रमाछिन रुन्चुवा पाले रुन्छ एकछिनमा। रहेको नि भिडियो हाल्छ है त गाई। यो कुना पनि हो रे यहाँ। यो कुना पनि हो रे है गा। यो बाटो ठिक्क छ यो पुना। त्यसरी हैन नि त लानु पनि तरिका होला नि। कस्तो राम्रो हुन्छ नि यहाँ गयो पनि घर। कहाँ यहाँ गएन। यो हाम्रो जग्गा हो गाइज। यता पनि जग्गा छ। साथीहरु चाहिँ भित्र गाह्रो भयो भने बाहिर चाहिँ बाहिर बस्छ। यसमा हेरौँ कतिको मजा आउँछ साथीहरुलाई। हामी पछि रोक के छ हामी गाडी रोक्ने हैन है गाह्रो भयो भनेपछि। सो गाइज अगेन वेलकम हाम्रो ब्लगमा। र अब चाहिँ हामी चाहिँ खाना खान आएको छौँ। अघि हामी गाडीमा थियौँ, गाडीको भिडियो ल्याएको छौँ है। गाडीको माथि दिनु हजुर त। अब चाहिँ हामी यहाँ अप्पु राईको आएको छौँ। अस्ति पास्टमा गएको थियो त। घाट आफ्नो जग्गा हेरेर आएर हामी यहाँ चाहिँ खाना खान आएको छौँ गाइज।